हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु अनदर भिडियो। अनि आजको भिडियो चाहिँ के को बारेमा हो भन्दाखेरि इट्स बिन अ लङ आई नो लास्ट इयरसम्म मैले कन्टिन्यू कति पोस्ट गरिरहेको थिएँ इभन आफ्टर 1 मन्थ 2 मन्थ पछि पनि। तर सडनली होइन त्यो 1 वर्षको नि ग्याप भयो क्या। अनि इट्स माई फल्ट किनकि केही कुरालाई कन्टिन्यू दियो भने सायद अलिकति च्यानल अलिक माथिसम्म नि पुगिसक्थ्यो होला। तर सिन्स म अहिले पनि लाइक लास्ट 2वटा भिडियो हालेँ त्यसमा पनि 100-200 भ्युजहरू आइरहेको थियो विच इज नट ब्याड किनकि 1000 सब्सक्राइबर भएर 100-200 भ्युज आउनु भनेको पिपल आर स्टिल लाइक हुन्छ नि हेरिरहेको छन् अनि माया दिइरहेको छ। अनि आइएम सो ह्याप्पी सो ब्लेस थ्याङ्क यू सो मच। अब जो पनि मेरो फ्रेन्ड सर्कलमा हुनुहुन्छ वरिपरि जसले जसले पनि हेरिदिइराख्नु भएको छ थ्याङ्क यू सो मच सबैजनालाई। अनि अफकोर्स ल फेरि पनि सुरु गरौँ होइन, वेलकम ब्याक अगेन। अनि त्यसपछि चाहिँ आजको भिडियो चाहिँ के हो भन्दाखेरि अहिले चाहिँ मेरो काम छैन, कलेज छैन होइन। अनि काम छैन कलेज छैन इन द सेन्स कलेज सकिसक्यो अनि आज चाहिँ मेरो डे अफ हो। अनि मेरो डकुमेन्टेसनको कामहरू पनि सबै भइसक्यो, टिआरहरू अप्लाई गरिसकेँ मैले, टिआर पनि आइसक्यो, वर्क पर्मिट पनि आइसक्यो। अनि त्यसपछि अरू केही पनि छैन अहिले। अनि पिआरसिआरको लागि भनेर केही मैले अहिले त्यस्तो स्ट्रेस लिएको छैन, केही रोल गरिरहेको छैन। सो यो बेला चाहिँ हाउ आई स्पेन्ड माई डे होइन। अब मेरो दिन चाहिँ युजली कसरी बित्छ त भन्दाखेरि अब 6 डेज त म आइएम गोइङ स्ट्रेट टु वर्क, त्यतिखेर चाहिँ कुनै कम्प्रोमाइजै छैन। गेटिङ अप अर्ली इन द मर्निङ, त्यसपछि गोइङ टु वर्क होइन। अब काम गरेपछि अब त्यही काममा खाना खाने अब ब्रेक हुन्छ यता हुन्छ, त्यो कामको हसलहरू कामको आफ्नो आफ्नो कुरा छँदैछ। तर होइन छुट्टीको दिन चाहिँ अब यति कुरा कलेज छैन, कलेज जानु परेको छैन, मैले असाइनमेन्ट गर्नु परेको छैन। अनि त्यसपछि आज काम पनि छैन होइन। अनि के गरेर चाहिँ बितिन्छ त यो दिन, लाइक हाउ आई स्पेन्ड माई टाइम, एम आई डुइङ लाइक अनदर के अरे साइड हसल गरिरहेको छु कि मैले केही प्यासन फलो गरिरहेको छु कि अथवा हुन्छ नि जस्ट आइएम जस्ट रिल्याक्सिङ कि म मेरो बडी रेस्टलाई दिइरहेको छु। सो यो कुराहरूलाई फोकस गरेर सो इट्स अल अबाउट लाइक माई अन पर्सनल ओपिनियन, मेरो पर्सनल लाइफको बारेमा हो। इट्स नट अबाउट कि मैले जस्तो गरिरहेको सबैले नै त्यही गरेर होला अथवा अरूले जे गर्नुपर्छ मैले त्यही गर्नुपर्छ भनेर। दिस इज वाट आई फेल अनि दिस इज वाट आई मिन। मैले भन्न खोजेको कुरा चाहिँ यही नै हो स्पष्ट। सो म मेरो कुरा गरेर हो। अनि त्यसपछि आज चाहिँ छुट्टी थियो अनि त्यसपछि अब मैले सबै लुगाहरू मिलाइसकेँ अनि रुमहरू पनि टक्कै पार्दैछु। अनि त्यसपछि अब लन्ड्री जानु बाँकी छ। अनि म हिजो राति पनि लेट नै आएको थियो कामबाट। अनि लेट आइसकेपछि त्यो हुन्छ नि अलिकति अब फ्रेस भयो। अनि खानासाना खाँदाओर्दा अनि साथीभाइलाई कल गरेँ, कल गर्दाओर्दा त्यो टाइम बितेको थाहै पाइनँ। अनि टाइम बितेको थाहै नपाइसकेपछि अब त्यही हो, म निदाइसकेपछि बिहान उठेँ अनि इट वाज अलरेडी लाइक 12 o'clock। अनि त्यसपछि बेडबाट उठ्नै मन लागिरहेको थिएन। एक दिन त मजाले सुत्न पाउँछ बिना अलार्मको, त्यो पनि छुट्टीको दिन होइन। अनि त्यही पनि म बिहानै बिउजेँ, लाइक युजली म 11:30-10तिर उठिरहेको हुन्छु। अनि त्यसपछि आज चाहिँ 12-12:30 उठेँ अनि यसो हेरेको। अनि त्यसपछि रुमसुम अब मिलाइयो, अब म वासरुम जान्छु। अनि बेडहरू पनि अलिक ट्रिम गर्नु छ, नुहाइसकेपछि अनि तातो पानी सानी खाएर अनि अहिले कल सन्जिल। अनि त्यसपछि हामी सन्जिललाई भेट्न जान्छौँ होला। अनि मेबी हामी कतै जाने भन्दै थियौँ, अब त्यस्तो केही पनि भएन भने यता नेपाली रेस्टुरेन्ट टनै छ अनि हामी त्यहाँ जान्छौँ। अनि अफकोर्स मलाई चाहिँ अब खाना खान मन लागिरहेको थियो, सो विल गो फर थकाली। अनि इफ त्यो पनि भएन भने अब त्यही जङ्क फुड यताउता के हुन्छ त्यही खाने। अनि साँझ चाहिँ म धुरन्धर हेर्न जाँदैछु। सो बेसिकली आजको यो थिम के थियो भन्दाखेरि युजली मैले हुन्छ नि मेरो दिन चाहिँ कसरी स्पेन्ड गरास्। मेरो दिन इन द सेन्स मान्छेहरूले अब इफ टोरोन्टोमा कोही मान्छे बाहिर जस्तै म नेपालबाट यहाँको नि 3 years हुन लागिसक्यो। अनि अब अहिले त अब हरेक धेरै कुरा बुझिसक्यो नि त। अनि मेरो दिन चाहिँ मेरो टाइम चाहिँ कसरी स्पेन्ड हुन्छ जस्तो नर्मल रेगुलर डे होइन, जहाँ चाहिँ मेरो काम छैन, मेरो कलेज छैन। अनि मैले चाहिँ मेरो दिन कसरी स्पेन्ड गरिरहेको छु, कलेज काम नभइसकेपछि के कुराहरूलाई प्रायोरिटी दिने, अरू के कुराहरू हुन्छ। अनि छुट्टीको दिन चाहिँ फोकस गर्नुपर्ने कुराहरूलाई भनेर मैले यो भिडियो बनाउन लागेको। सो लेट्स गो। चाहिँ म फुल टाइम नै काम गरिरहेको छु अनि त्यसपछि टाइम नै हुँदैन क्या। अनि युजली त्यो डेली कुराहरू गर्नलाई पनि अब त्यो हुन्छ नि लाइक डेली चाहिँ आफूले भनेको जस्तो यु कान्ट कुक डेली। अब तिमी फुल टाइम काम गरिरहेको छौ भने अफकोर्स यस्तो ट्राभल गर्नु पऱ्यो यताउता गर्दाखेरि चाहिँ छ्याउनै हुन्छ। सो डेली कुकिङ चाहिँ अलिकति हसल नै भइरहेको हुन्छ क्या। एब्रोडमा चाहिँ मलाई लाग्ने कुराहरू मैले सबैको बेसिसमा बोलेँ। युजली म के गर्छु भन्दाखेरि छुट्टीको दिन आई डु लाइक हाउस होल्ड थिङ्स, क्लिनिङ गर्नुपर्ने छ कि लुगाहरू धुनुपर्ने छ अथवा कुनै डकुमेन्टको कामहरू भन्नाले जस्तै क्रेडिट कार्डहरूकै बिलहरू चेक गर्ने होइन। अनि त्यसपछि ब्याङ्कहरूको लागि अपडेट टु लाइक के गर्दा ठिक होला ब्याङ्कहरूको कुराहरू, त्यो सबै कुराहरू हेर्न मिल्छ होइन। उदा छ्याउ तपाईँहरूलाई हेर्दा झ्याउ लागिसक्यो होला। सो डुल्दै कुरा गरौँ।
अहिले वर्क पर्मिटमा छु अनि त्यसपछि हुन्छ नि यसको लागि पनि अहिले राइट नाउको करेन्ट स्ट्याटसको बारेमा एउटा म छुट्टै नै भिडियो बनाउँछु जहाँ चाहिँ अब कलेज पछिको कति के कस्तो आयो वर्क पर्मिटहरू अनि अगाडिको के हो प्लानहरू त्यो कुराहरूलाई लिएर तर आज चाहिँ लाइक वी गोना स्पेन्ड द डे प्रपरली अब म लाइक युजली भन्नाले पनि त्यो हुन्छ नि 10 दिनमा 6 दिन चाहिँ यही नै हुन्छ अब के नै गर्छु भनेर छुट्टीको दिन अब प्रायः जस्तो चाहिँ म काममै हुन्छु युजली अघि मैले तपाईँहरूलाई भने नै छुट्टीको दिन चाहिँ प्रायः जस्तो के कुराहरूमा प्रायोरिटी दिने भन्दाखेरि अफकोर्स अब सर्भाइभल जबको लागि काम गर्नु नै पऱ्यो होइन इट्स नट इजी टु सर्भाइभ इन एब्रोड त्यो भने जस्तो हामीले सजिलो चाहिँ छैन तर अब बिसाइड द्याट अब सजिलो छैन भन्दैमा हामीले लाइक हुन्छ नि अलिकति हार पनि मान्नु भएन अलिकति गरिराख्नु पऱ्यो आफ्नो कुराहरू आफ्नो प्रायोरिटीहरू अनि मलाई चाहिँ आई लभ टु स्पिक अनि मलाई भ्लग बनाउनु कति मन थियो त्यो मन थियो इन द सेन्स जस्ट वान लेट पिपल लाइक यो पनि यस्तो पनि लाइफ छ किनभने कति कोही मान्छेहरू कन्फ्युज हुन्छ क्या लाइफ के नै हो भनेर ओहो मलाई त झ्याउ लाग्यो अब साथीभाइहरूसँग कुरा गर्दाखेरि पनि झ्याउ लाग्छ कि यार दिनकै त्यही हो यताउता अनि होइन बरु बाहिर जान पाए नै हुन्थ्यो भन्ने कुरा गर्छ क्या कति साथीहरूले ल ठिक छ बाहिर पनि के नै छ र बाहिर यही हो भन्ने कुरा चाहिँ देखाउन खोजेको क्या मैले सो अब रुमसुम मिलाइसकेँ अब म अलिकति प्लेटहरू बाँकी थियो कपहरू चिया खाएको अनि त्यो माग्छु अनि हामी कहाँ थियौँ भन्दा छुट्टीको दिन के गर्ने कुरामा थियौँ अनि छुट्टीको दिन चाहिँ युजली त्यही हो म क्लिनिङ गर्छु अनि त्यसपछि आफ्नो डकुमेन्टेसनको कुराहरू ब्याङ्कदेखि क्रेडिट कार्डहरूको यताउता सबै कुराहरू हेऱ्यो अनि त्यसपछि अफकोर्स अब प्यासनलाई पनि फलो गर्नु पऱ्यो भनेर प्यासन इन द सेन्स त्यस्तो खतरा खाले डाई हार्ट त होइन तर आई लभ भन्ने हुन्छ नि मलाई रमाइलो लाग्छ मलाई मजा आउँछ अनि त्यही भएर अब चाहिँ ब्लगिङ चाहिँ म कन्टिन्यू गर्ने भनेर सोचिरहेको छु अनि सिन्स यो जुनमा चाहिँ मेरो बर्थडे पनि आइरहेछ अनि मेरो गोल चाहिँ के थियो भन्दाखेरि यो मेरो यो बर्थडेभन्दा अगाडि चाहिँ म मेक स्योर गरौँ कि वाट आई वान डु इन माई लाइफ होइन मेरो भिजन चाहिँ अगाडि के छ भन्दाखेरि नट फर द होल लाइफ बट अपकमिङ 3, 4, 5 इयर्सको लागि चाहिँ मेरो के हुनेवाला छ मेरो प्लान अनि म त्यसको लागि चाहिँ लागु परौँ होइन अनि अफकोर्स अब त्यो कुराहरू भनिराख्नुभन्दा पनि आल सो यु होइन अब सक्छ सक्दिनँ आफ्नो ठाउँमा छ तर मैले सर्टेन कुराहरू प्लान गरेर राखेको छु अनि बिफोर दिस जुन आई लाइक सर्ट आउट इच एन्ड एभ्रिथिङ अनि त्यसपछि त्यो सबै कुरा सर्ट आउट भइसकेपछि आई फलो द सेम थिङ र त्यसमा चाहिँ नम्बर 1 प्रायोरिटीमा के पर्छ भन्दाखेरि कन्टेन्ट क्रिएसन इन द सेन्स त्यो होइन कि बबा आएको छ होइन बबाले यताउता ट्राभल यो हाइक होइन पोडकास्ट यताउता त्यस्तो केही पनि भन्न खोजेँ होइन तर इट्स जस्ट द डेली थिङ्स होइन जसले चाहिँ तपाईँलाई मलाई होइन हाम्रो समाजलाई अनि कनेक्ट गर्छ क्या अफकोर्स आइ एम सोइङ समथिङ हेयर होइन द्याट मिन्स लाइक म नेपाललाई रिलेट गरेर अथवा यहाँ पनि कम्पेयर गरेर कुनै कुराहरूलाई सर्ट आउट गरेर प्रेजेन्ट गरिरहेको छु भिजुअलाइज गरिरहेको छु मेरो लाइफ नै भिजुअलाइज गर्नु पनि एउटा कन्टेन्ट नै हो जस्तो लाग्छ मलाई सो यो कुरालाई म फोकस गर्छु अनि मैले चाहिँ अब किन रोकेको भन्दा पानीको आवाजले यस्तो राम्रो सुनेला नसुनेला भनेर सो म ठ्याक्क सकाइहाल्छु क्लिन गरेर अनि त्यसपछि आलु क्याचु गएछ क्या सो अलराइट गाइज अनि सन्जीले अघि भर्खर मलाई कल गरेको थियो कि उसको काम अफ भइसक्यो भनेर अनि ऊ चाहिँ अब कामबाट निस्किसक्यो अनि मलाई भन्दै थियो अब तिमी पनि निस्क्यौ भनेर म फ्रेस भएँ अनि त्यसपछि त्यही हो नर्मल जे लगाइरहेको थिएँ मैले त्यही नै लाएँ लुगाहरू पनि किन्नुपर्ने भएको छ प्लिज सम्मानी अनि आज कति दिनपछि वेदर चाहिँ राम्रो देखिरहेछ इट्स अल क्लिन होइन अनि मान्छेहरू बिस्तारै निस्किरहेछन् बाहिर अनि यस एकदम फन हुन्छ क्या टोरन्टोमा तपाईँहरूले मान्छे देख्यो भने चाहिँ एकदम मलाई त वाइल्ड मजा आउँछ क्या मान्छेहरू देख्दाखेरि तपाईँहरूलाई सिएन टावर देखाइदिएको है साथीहरू यो सिएन टावरको कस्तो छ भन्दा होइन जहाँबाट यो डाउनटाउनको वरिपरि जहाँबाट देखे पनि नजिकै हो जस्तो लाग्छ तर यहाँबाट चाहिँ 45 मिनट टाइम लाग्छ है त्यहाँ जानलाई सो म चाहिँ आइसकेँ होइन उहाँ सन्जिल चाहिँ अघि नै आइसकेको थियो कुरिरहेको थियो अनि भर्खरमा झरे हामीले अब युज गर्ने लोकल ट्रान्सपोर्टेसन चाहिँ यही हो यहाँको हामी मण्डलामा छौँ होइन स्न्याक्स कर्नर यो यहाँ चाहिँ नेपाल जस्तै भाइब छ नि त सन्जिल चटपटे खाने पानीपुरी खाने कलेज पछि त्यही हो साथीहरू हामीले अब चटपटे पानीपुरी खान लाग्यो होइन अलिअलि फाटाफुट्टा भेट्छ दिदी बिजी हुनुहुन्छ अनि बाई द टाइममा तपाईँलाई देखाउँछु के पाउँछ भनेर नुडलहरू भयो अनि यस्तो भुचियाहरू भयो अनि जस्ट नेपाली थिङ्सहरू त्यो चक्लेट कुल्फीहरू हुन्छ नि ड्रिङ्क्सहरू पनि छ अनि नुडलको फेरि भेराइटी छ है करेन्ट अनि त्यसपछि क्विकहरू भयो सबै अनि साइड बाई साइड दिदीले हाम्रो ढुङ्गी पनि राख्नु भएको छ अब
हामी अब हामी चटपटे खाने पानीपुरी खाने तपाईँहरू देखाउनु कस्तो छ भनेर हामीले जे होस् ढुङ्गेले होइन मजा आइरहेछ एकदम बच्चाको लागि याद आएला नि घरको याद आयो ठिक छ है खाएर हेरौँ यहाँ फेरि अनेक लेखेको छ है भरत बोका हो 1 नम्बरको हजुर हजुर 2026 मा दुनिया खत्म हेरे कहाँ डनबडी हेरेन ए आवास भूमिकाको वी आर हेयर अन नोभेम्बर 21 रे बबाल चटपटे अनि वाच हेयर अन नोभेम्बर 1 सेमको बेस्ट 10/10 अरे अनि प्रवीण पुन स्वेच्छा ओ चटपटे आयो गाइस चटपटे आयो निकाल्ला न फेरि ल हाल्नु के भन्नु हाम्रो चटपटे आइसक्यो तर दिदीले यहाँ आलु हाल्न बिर्सिनु भएको थियो अब त्यसलाई गार्निसको नाम दिएर कभरअप गर्नुभयो यसको डिस्काउन्ट पाइन्छ होला है हामीले हो गएन अनि पानीपुरी पनि आएको छ पानी चाहिँ 3 टाइप्सको सन्जी लिएर फेरि हाँस्छ ल ल ल अब हामी खान लाग्यो साथीहरू कस्तो मिठो छ कोखाई त्यसले के भन्नु साथीहरू जस्तो आयो त्यस्तै बनाइदिए बच्चाहरूको च्यानल हो होइन तर वान अफ द बेस्ट होइन लाइक तपाईँहरू पनि टोरन्टोमा हुनुहुन्छ अनि अफकोर्स एकचोटि भिजिट चाहिँ गर्नु होला किनकि म युजली आइरहेको छु 1 महिना 2 महिना अथवा टाइम पायो भने कन्टिन्युस पनि आइदिन्छु अनि त्यही हो मलाई चाहिँ वाइल्डै मिठो लाग्छ है हेर्नु न यार यस्तो दामी प्राइस पनि एकदम रिजनेबल अलिक $5 अहिले चाहिँ हामी अनि जिम्बुमा आएको छौँ है अनि खाना आएको सन्जीलाई भोक लाग्थेन तर मलाई चाहिँ वाइल्डमै भोक लागिरहेको थियो अनि त्यही भएर म चाहिँ खाना खान्छु अनि सन्जीले मोमो अर्डर गरेर हामी तिमीले चिकन झोल मोमो यस अनि त्यही हो साथीहरू अब खाना आएपछि अनि तपाईँलाई देखाउँछौँ कस्तो छ खाना भनेर अनि दिस इज नट द फर्स्ट टाइम म यहाँ आएको पहिला पनि आइसकेको थिएँ तर आज ब्लगको लागि भनेर खिचिरहेको थिएँ पहिला पनि खिचेको होला अनि त्यो अब खाना आएपछि देखाउँछौँ तपाईँलाई त्योहरू खाना आइसक्यो है सन्जिलको झोल मोमो सन्जिल ह्याप्पी छ है ह्याप्पी दबाएर हान्ने होला नि अब दबारे हो मोमो लुक्स अमेजिङ यस मोमो लुक्स अमेजिङ तर यहाँको झोल पनि मिठो छ क्या तिमीले यहाँको पहिला झोल मोमो खाएको थियौ कि नै फर्स्ट टाइम हो फर्स्ट टाइम मैले पहिला खाएको थिएँ बबाल लागेको थियो तर मलाई चाहिँ आज खाना खान मन लाग्थ्यो नि खानामा के आएको छ भन्दाखेरि काँक्रा छ गाजर छ अचार छ आलु छ साग छ अनि यो मुलाको अचार हो राइस पापड अनि घिउ हालेर गइसक्यो आलु तामाको आलु बडी के हो यो आलु तामा के भन्दै थियो अनि दाल त्यसलाई मोमो रिभ्यू झोल त एकदम बबाल छ यु मस्ट ट्राई हियर एकदम राम्रो फेरि आउँछौ तिमी फेरि आउँछु मैले यस्तो ब्रान्ड एम्बेसडर चाहिँ होइन म होइन तर राम्रो कुरा सेयर गरेको राम्रो हुन्छ जस्तो लाग्छ क्या मलाई अनि खाना पनि सबै कुरा झन् मेरो फेभरेट पार्ट त पापड हो क्या शान्त क्लिन खाना होइन सबै कुरा चिन्छ प्राइस पनि ठिक्कको छ अन्डर 20 आउँछ होइन बेस्ट टाढोमा खानसाना खाएर अनि त्यसपछि घर आएँ अनि अब घर आइसकेपछि राति 9 बजेको चाहिँ मुभीको लागि थियो 9 बजेको टिकट थियो मुभीको अनि म र यहाँ मसँग एकजना बस्ने दाइ चाहिँ मुभी हेर्न जानु लाग्यो अनि यहाँबाट कति 20 मिनट्सको डिस्टेन्समा थिएटर छ होइन अनि त्यही जानु लाग्यो अनि अहिले चाहिँ अब त्यहाँले कफी खान जाउँ भन्दै थियो अनि विश्वास अनि सागर अनि हामी चाहिँ अब अहिले साँझ 8 बजिरहेको छ अहिले कफी खान जानु लाग्यो अनि कफी खाएर म चाहिँ उठेर निस्किन्छु उनीहरू घर फर्किन्छ अनि फेरि भोलिबाट काम हो सो आजको दिन यस्तै नै भयो फेरि बाहिर गयो साथीहरूसँग अनि साथीहरूसँग भन्नाले अब सन्जीसँग गयो अनि त्यसपछि अब अहिले जाँदैछु अनि अब साँझ मुभीको लागि भनेर यो मुभी हेर्न जानु लाग्यो अब साँझ अहिले 9 बजीतिर अनि 4 घन्टाको मुभी टाइम त्यही बित्छ होला त्यसपछि आएर रेस्ट गर्छु अनि भोलि फेरि काममा जान्छु सो म आइसकेँ यहाँ अनि एकदम भिडभाड नै छ
किनकि क्रेजी सो गइरहेको रहेछ मान्छेहरूको एकदम भिडभाड छ होइन अनि म जानुपर्ने चाहिँ यहाँ माथि हो अब दाइलाई म कुरिरहेको छु दाइ आउनु भएपछि जाने तर त्यो बेलासम्म एउटा पपकर्न लिएर बस्नु पर्ला होइन